हजुर नमस्कार, हरे कृष्ण। म आज तपाईहरुलाई श्रीमद् भगवत गीतामा आधारित समत्व योगका तीनटा चरणहरू छन्। पहिलो चाहिँ शारीरिक अथवा प्रकृति शुद्धता, जसलाई चाहिँ चक्रहरूको शुद्धता, कुण्डलिनी जागरणको अभ्यास गरिन्छ। दोस्रो चरणको योग चाहिँ ज्ञान योग हो, जसमा तत्त्वबोधको विकासको अभ्यास गरिन्छ भने तेस्रो चरण चाहिँ कर्मयोग हो, जसमा जो व्यक्ति जुन आफ्नो मूल स्वभाव प्रकृति अनुसारको कर्ममा केन्द्रित छ त्यसलाई कसरी सात्विकता बढाउने भन्ने अभ्यासहरू हुन्छ। यो समत्वको पहिलो चरण चाहिँ कुण्डलिनी जागरण, चक्र शुद्धिकरणको हो र यो कसरी गर्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु। र पहिलो चक्र चाहिँ यो मूलाधार भएको हुनाले हामीले मूलाधार चक्रमा ध्यानलाई केन्द्रित गर्दै सामान्यतया यसरी त्यसपछि दोस्रो चक्र चाहिँ स्वाधिष्ठान चक्र हो। स्वाधिष्ठान चक्रमा ध्यान केन्द्रित गर्दै हामी यसलाई यसरी सक्रिय गराउन सक्छौँ, अर्थात् यो चक्र शुद्धिकरण यसरी अगाडि बढाउन सक्छौँ। समय आफ्नो आवश्यकता अनुकूल अनुसार लम्ब्याउन सकिन्छ भने तेस्रो चक्र चाहिँ यो मणिपुर चक्र हो। मणिपुर चक्रलाई शुद्धिकरणको लागि चाहिँ मणिपुर चक्रमा ध्यान केन्द्रित गर्दै त्यसपछिको चाहिँ अनाहत चक्र, अनाहत चक्रमा ध्यान केन्द्रित गर्दै अनि त्यसपछि विशुद्धि चक्रमा ध्यान केन्द्रित गर्दै सास लिने दिने प्रक्रियामा हामीले मन्त्रको रूपमा पनि समत्तम समत्तम हैन, प्रत्येक सास लिने छोड्ने गर्दै गर्दा त्यो सँगसँगै समत्तम 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 मन्त्रलाई चाहिँ स्मरण गर्नु राम्रो हुन्छ, किनकि समत्व नै यो योगको मूल आधार हो। र त्यसपछि आज्ञा चक्र जुन हैन भगवत गीतामै उल्लेख भएको छ, तेस्रो नेत्र भ्रुवोमा ध्यान केन्द्रित गर्दै र अभियानको जुन लोगो चिन्ह छ यो तेस्रो नेत्र, त्यसलाई सङ्केत गर्दै हैन त्यहाँ ध्यान केन्द्रित गर्दै हामी समत्तम 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 मानौँ कि त्यो तेस्रो नेत्रको लोगो चाहिँ फैलिएको छ, खुम्चिएको छ, फैलिएको छ, खुम्चिएको छ। यो फैलाउँदा समत्व, मुख्य बिन्दु समत्व फैलिएको हामी कल्पना गरौँ। यसले खुम्चिँदा चाहिँ त्यो समत्व, त्यो भित्रका चाहिँ तमोगुण रजोगुणहरू त्यो खुम्चिएको कल्पना गरौँ। यो फैलिँदा सत्व फैलिएको कल्पना गरौँ। त्यस कारणले यसलाई अझ थप व्याख्या गर्नुपर्ने हुन्छ। समत्तम 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 भने त्यसपछिको सहस्रार चक्र जुन छ, यो सहस्रार चक्रबाट प्रकृतिबाट चेतनामा ट्रान्सफर हुने जाने हैन, किनकि प्रकृति र पुरुष, भगवत गीताले समग्र ज्ञान साधनलाई चाहिँ प्रकृति र पुरुष, यो व्यायाम भनेको प्रकृतिक शुद्धता, कुण्डलिनी जागरण प्रकृति शुद्धता हो भने यसले चेतनामा लाने हो, ट्रान्सेन्ड गर्ने हो। त्यसकारणले त्यो ट्रान्सेन्डेन्टल पोइन्ट भनेकै यो सहस्रार चक्र हो। र यो सहस्रार चक्रको लागि चाहिँ हामी यो नमस्ते मुद्राले समत्तम 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 यसरी यो विभिन्न चक्रहरूलाई शुद्धिकरण गर्दै कुण्डलिनी यो चक्रको साधना शक्तिलाई चाहिँ मूलाधारबाट क्रमशः माथि लाँदै सहस्रारबाट ट्रान्सिट गर्ने जुन विधि छ,
यो चाहिँ प्राकृतिक शुद्धता कुण्डलिनी जागरणको चरण हो र सम्मतिको पहिलो चरण हो, आधार हो। यसको अभ्यास गरौँ, स्वस्थ रहौँ। हरे कृष्ण।